नमस्कार सबैजना, म आज फेरि तपाईहरुमा आज उपस्थित भइसकेको छु एउटा नयाँ भिडियो लिएर। र हामी बिल्डिङ मटेरियल पढिरहेको छौँ र त्यसलाई कन्टिन्यू गर्नेछौँ। र आज हामी मुख्यतरी लाइमको बारेमा पढ्नेछौँ। लाइम भनेको के रहेछ, यसका टाइप्स के रहेछ, तिनीहरू नै पढ्नेछौँ। र लाइम भनेको के हो, तपाईको एउटा बाइन्डिङ मटेरियल जसको केमिकल कम्पोजिसन के हो, क्याल्सियम अक्साइड। र बाइन्डिङ मटेरियल कति टाइप्सको हुन्छ, 3 टाइपका बाइन्डिङ मटेरियल हुन्छ। एउटा एयर बाइन्डिङ मटेरियल हुन्छ, अर्को अटोक्लेव बाइन्डिङ मटेरियल अथवा अटोक्लेव सेटिङ सबस्टान्स भन्छ, अर्को हाइड्रोलिक बाइन्डिङ मटेरियल हुन्छ। एयर बाइन्डिङ मटेरियलमा तपाईँको के युज हुन्छ, क्विक लाइम र जिप्सम हुन्छ। अटोक्लेव बाइन्डिङ मटेरियल अथवा अटोक्लेव सेटिङ सबस्टान्समा तपाईँको लाइम सिल्का हुन्छ। र हाइड्रोलिक बाइन्डिङ मटेरियलमा तपाईँको के हुन्छ, एक्जाममा हाइड्रोलिक लाइम हुन्छ। र एयर बाइन्डिङ मटेरियलको के हुन्छ, तपाईँको एसिड रेसिस्टेन्ट सिमेन्ट पनि हुन्छ। र भेराइटिज अफ लाइम, लाइमको भेराइटिज के हुन्छ तपाईँको, एउटा हुन्छ प्योर लाइमस्टोन। प्योर लाइमस्टोन इज कल्ड क्याल्साइट एन्ड द्याट कन्टेनिङ म्याग्नेसाइट इज कल्ड डोलोमाइटिक लाइमस्टोन। प्योर लाइमस्टोनलाई तपाईँको के भन्छ, क्याल्साइट हुन्छ। र जुन लाइमस्टोनमा तपाईँको डोलोमाइट पनि म्याग्नेसाइट पनि हुन्छ त्यसलाई डोलोमाइटिक लाइमस्टोन भन्छ। र डोलोमाइटिक लाइमस्टोनमा तपाईँको के हुन्छ, क्याल्सियम कार्बोनेट र म्याग्नेसियम कार्बोनेटको रेसियो 1:1 हुन्छ। अर्को हुन्छ तपाईँको स्टोन लाइम। स्टोन लाइम भनेको के हो, तपाईँको प्योर लाइम अप्टेन बाई क्याल्सिनेसन अफ लाइमस्टोन। प्योर लाइम हो जसलाई लाइमस्टोनको बारेमा लाइमस्टोनको क्याल्सिनेसनबाट अप्टेन गरिन्छ। र कहाँ युज हुन्छ, तपाईँको टेरेसिङ र फ्लोरिङमा युज हुन्छ। अर्को हुन्छ कङ्कर लाइम। कंकर लाइम भनेको त्यो इम्प्योर लाइम हो। इम्प्योर लाइम अप्टेन्ड बाई क्याल्सिनेसन अफ कंकर डग आउट फ्रम द अन्डरग्राउन्ड सोर्सेस भनेपछि इम्प्योर लाइन हो जसलाई के गरिन्छ, क्याल्सिनेसन गरिन्छ, अप्टेन्ड बाई क्याल्सिनेसन अफ कंकरहरू डग गरेर कहाँबाट खनेर भनेपछि अन्डरग्राउन्ड सोर्सेस। र कहाँ युज हुन्छ, सब स्ट्रक्चरमा युज हुन्छ। अर्को हुन्छ तपाईँको सेल लाइम। सेल लाइम भनेको यो भेरी प्योर लाइम अप्टेन्ड बाई क्याल्सिनेसन अफ सेल्स अफ सी एनिमल्स एन्ड कोरल्स र सी एनिमल्सको सेलबाट अप्टेन गर्नेलाई सेल लाइम भन्छ। र यो कहाँ युज हुन्छ, तपाईँको एउटा लाइम पन्डिङमा, व्हाइट वासमा र कलर वासमा युज हुन्छ। अर्को हुन्छ तपाईँको म्याग्नेसियम लाइम। म्याग्नेसियम लाइम भनेको म्यानुफ्याक्चर्ड फ्रम डोलोमाइट एन्ड कन्टेन म्याग्नेसिया। डोलोमाइटबाट म्यानुफ्याक्चर हुन्छ र लाइम म्याग्नेसिया कन्टेन गर्छ। र नोटमा के रहेछ, अब क्याल्सिनेसन भनेको के हो त्यो पनि सोध्न सकिन्छ। क्याल्सिनेसन भनेको के हो, द प्रोसेस अफ हिटिङ टु रेडनेससम्म तताउने, रातो नहुनेसम्म तताउने हावाको प्रेजेन्समा, त्यसै नै क्याल्सिनेसन भन्छ। र हाइड्रोलिसिटी भनेको के हो, हाइड्रोलिसिटी भनेको इट इज द प्रोपर्टी अफ लाइम बाई विच इट सेट्स इन ड्याम प्लेसेस अर थिक मेसनरी वाल्स वेयर द फ्री सर्कुलेसन अफ एयर इज एब्सेन्ट भनेपछि यस्तो प्रोपर्टी अफ लाइम हो जसले त्यो ड्याम प्लेसेस अथवा थिक मेसनरी वाल्सहरूमा सेट गर्छ जहाँ फ्री सर्कुलेसन अफ एयर छैन। र सोर्सेस अफ लाइममा तपाईँ एउटा नोट जस्तै सम्झिनुहोस्, जस्तै नेचुरल सोर्सेसमा 2 टाइपको हुन्छ, एउटा कंकर हुन्छ, अर्को व्हाइट चक हुन्छ। व्हाइट चक भनेको तपाईँको एकदम प्योर लाइमस्टोन हुन्छ, कंकर भनेको तपाईँको इम्प्योर लाइमस्टोन हुन्छ। र कंकरको 2टा टाइप्स हुन्छ, एउटा नोडुलर अर्को ब्लक। र नोडुलर भनेको के हुन्छ, विथ स्ट्यान्ड हिट विदाउट डिसइन्टिग्रेसन एन्ड कन्टेन्स हायर पर्सेन्टेज अफ क्ले। नोडुलर के गर्छ, एकदम हिट विथ स्ट्यान्ड गर्छ विदाउट डिसइन्टिग्रेसन, आफू नफुटिकन, र यसमा हायर पर्सेन्टेज अफ क्ले हुन्छ। र अब हामी टाइप्स अफ लाइममा जानेछौँ। क्लासिफिकेसन अफ लाइममा तपाईँ हेर्न सक्नुहुन्छ, एउटा के छ, फ्याट लाइम छ, अर्को हाइड्रोलिक लाइम छ, अर्को तपाईँको पुवर लाइम छ, र अर्को यो क्लासिफिकेसन अफ लाइम एज पर IS 712 रहेछ। र हामी फर्स्टबाट सुरु गर्नेछौँ। जस्तै 1 नम्बरमा फ्याट लाइम रहेछ। फ्याट लाइमलाई के भनिन्छ, तपाईँको रिच लाइम, व्हाइट लाइम, प्योर लाइम, हाई क्याल्सियम लाइम भनिन्छ। र यसलाई के भन्छ, प्योरेस्ट फर्म अफ लाइम। यसमा क्याल्सियम अक्साइड कति हुन्छ, तपाईँको 90 देखि 95% हुन्छ, र क्ले तपाईँको 5 देखि 10% हुन्छ। र यो कहाँ सेट गर्छ, एटमोस्फियरमा सेट गर्छ। र स्वेल्स 2 to 3 टाइम्स अफ द ओरिजिनल भ्यालु। यो आफ्नो ओरिजिनल भ्यालुको टाइम फुल्छ क्या, 2 देखि 3 चोटि फुल्छ। र त्यही फुल्ने कारणले नै गर्दा यसलाई फ्याट लाइम भनेको। र प्योर लाइम किन भनिएको भनेपछि यसमा प्योरेस्ट फर्म अफ लाइम हो। र व्हाइट लाइम किन भनेपछि व्हाइट कलर जस्तै हुन्छ। र रिच लाइम भनेको यसमा रिच लाइम किन भनेको भने यसमा क्याल्सियम अक्साइडको पर्सेन्टेज सबसे बढी हुन्छ। हाई क्याल्सियम लाइम भन्नुको कारण पनि त्यही हो, सबसे बेसी क्याल्सियम अक्साइड छ। र अर्को हुन्छ तपाईँको हाइड्रोलिक लाइम। हाइड्रोलिक लाइम भनेको तपाईँ के हुन्छ, क्याल्सियम अक्साइड तपाईँको कति छ, 70 देखि 95% छ। र क्ले कन्टेन्ट तपाईँको 5 देखि 30% हुन्छ। र सेट्स इन प्रेजेन्स अफ मोइस्चरको प्रेजेन्समा सेट्स गर्छ। र यसलाई के पनि भनिन्छ, तपाईँको वाटर लाइम पनि भन्छ। र प्रेजेन्स अफ क्ले कन्टेन्ट इन लाइमलाई नै हाइड्रोलिसिटी भन्छ। कति क्ले कन्टेन्ट छ लाइममा त्यसलाई नै हाइड्रोलिसिटी भनिन्छ। र हाइड्रोलिक लाइमका पनि धेरै टाइप्स रहेछ, त त्यो टाइपहरूमध्ये हामी तीनवटा टाइप पढ्नेछौँ। एउटा फिब्ली हाइड्रोलिक लाइम, अर्को मोडरेटली हाइड्रोलिक लाइम, अर्को इमिनेन्टली हाइड्रोलिक लाइम। फिब्ली हाइड्रोलिक लाइममा तपाईँको के हुन्छ, क्ले कन्टेन्ट 5 देखि 10% हुन्छ। यसको स्लेकिङ टाइम भनेको 5 देखि 10 टाइम हुन्छ। सेटिङ टाइम भनेको 3 विक्स हुन्छ। र युज कहाँ हुन्छ, अर्डिनरी मोटरमा युज हुन्छ। त्यस्तै तपाईँको मोडरेटली हाइड्रोलिक लाइम
मा क्ले तपाईँको 10 देखि 20% हुन्छ। यसको स्ल्याकिङ टाइम भनेको 1 देखि 2 घन्टा हुन्छ। सेटिङ टाइम तपाईँको 1 विक हुन्छ। र कहाँ युज हुन्छ? मेसनरी मोटरमा युज हुन्छ। त्यस्तै तपाईँको इमिनेन्टली हाइड्रोलिक लाइम हुन्छ। इमिनेन्टली हाइड्रोलिक लाइम भनेको तपाईँको यसमा क्ले कन्टेन्ट भनेको तपाईँको 20 देखि 30% हुन्छ र यसको स्ल्याकिङ टाइम डिफाइन गरिएको छैन र सिटिङ टाइम यसको कति हुन्छ? 2 डेज हुन्छ र युज कहाँ हुन्छ? हेभी कन्स्ट्रक्सनमा युज हुन्छ। अर्को हुन्छ तपाईँको पुवर लाइम अथवा यसलाई लिन लाइम पनि भन्छ। र पुवर लाइममा के हुन्छ? तपाईँको क्याल्सियम अक्साइड तपाईँको 70% भन्दा कम हुन्छ र क्ले कन्टेन्ट 30% भन्दा बढी हुन्छ र यसको कलर कस्तो हुन्छ? मड्डी वाइट हुन्छ र युजको के हुन्छ? इन्फेरियर क्वालिटी वर्कमा युज हुन्छ। र एउटा यो कुरा बुझ्नु पर्ने रहेछ भनेपछि फ्याट लाइम कहाँ युज हुन्छ भने वाइडली युज इन वाइट वासिङ एन्ड प्लास्टरिङ अफ वाल्स। वाइट वासिङ र प्लास्टरिङ अफ वाल्समा वाइडली युज हुन्छ। र अर्को एउटा क्लासिफिकेसन रहेछ। क्लासिफिकेसन छ अफ लाइम एज पर IS 712 इन्डियन स्ट्यान्डर्ड भनेपछि यसमा क्लास ए भनेको तपाईँको इमिनेन्टली हाइड्रोलिक लाइम हो। यो भनेको तपाईँको युज फर कन्स्ट्रक्सन एन्ड फाउन्डेसन वर्क, कन्स्ट्रक्सन र फाउन्डेसनको लागि युज हुन्छ। र क्लास बी भनेको तपाईँको सेमी हाइड्रोलिक लाइम युज फर फ्लोरिङ एन्ड फर कन्क्रिट इन अर्डिनरी कन्स्ट्रक्सन एन्ड प्लास्टर भनेपछि सेमी हाइड्रोलिक लाइम हो जसलाई केमा युज गर्छ? फ्लोरिङ र कन्क्रिट इन अर्डिनरी कन्स्ट्रक्सन एन्ड प्लास्टर। र क्लास सी भनेको तपाईँको यसलाई फ्याट लाइम भन्छ। फ्याट लाइम अथवा रिच लाइम युज फर फिनिसिङ कोट इन प्लास्टरिङ वाइट वासिङमा युज हुन्छ एन्ड विथ पोजोलानाइन मोटार्समा पनि युज हुन्छ। र क्लास डी भनेको तपाईँको म्याग्नेसियम अथवा डोलोमाइटिक लाइम हुन्छ। यसमा के हुन्छ? युज फर फिनिसिङ कोट इन प्लास्टरिङ एन्ड वाइट वासिङ, एउटा फिनिसिङ कोटको रूपमा युज हुन्छ प्लास्टरिङ र वाइट वासिङको लागि। र क्लास ई भनेको तपाईँको कङ्कर लाइम हो। कङ्कर लाइम भनेको युज फर मेकिङ मेसनरी मोटार एन्ड प्लास्टरिङ एन्ड वाइट वासिङ, मेसनरी मोटार प्लास्टरिङ र वाइट वासिङको लागि युज हुन्छ। र आज हामीले यही पढ्यौँ, क्लासिफिकेसन अफ लाइम पढ्यौँ र लाइमको बारेमा पढ्यौँ। हाम्रो भिडियो यति भन्दै आज समाप्त हुन्छ। थ्याङ्क यू।